उत्पत्तिको पुस्तक अध्याय 22। अब्राहमको विश्वासको जाँच। केही समयपछि परमेश्वरले अब्राहमको ठुलो जाँच गर्नुभयो र तिनलाई भन्नुभयो, ए अब्राहम। तिनले भने, म यही छु। उहाँले भन्नुभयो, तेरो छोरो अर्थात् तैँले माया गरेको तेरो एउटै छोरो इसहाकलाई लिएर मोरियाको देशमा गई मैले तँलाई देखाएको डाँडामा त्यसलाई होम बलि गर। अब्राहम बिहानै उठेर गधामा काठी कसे र आफ्ना कमाराहरू मध्येका 2 जना र छोरो इसहाकलाई साथमा लिए र होम बलिको निम्ति दाउरा चिरेर परमेश्वरले तिनलाई भन्नुभएको त्यस ठाउँमा हिँडे। तेस्रो दिन अब्राहमले हेर्दा टाढामा त्यो ठाउँ देखे। तब अब्राहमले आफ्ना कमाराहरूलाई भने, तिमीहरू यही गधासँग बस, म र यो केटो ऊ परसम्म गएर पूजा गरी तिमीहरू कहाँ फर्केर आउनेछौ। अब्राहमले होम बलिको लागि दाउरा उठाएर आफ्नो छोरो इसहाकलाई बोकाए र आगो र छुरी आफ्नो हातमा लिए। यसरी ती दुवैजना सँगसँगै गए। इसहाकले आफ्ना पिता अब्राहमलाई भने, बुवा। तिनले भने, के हो छोरा? त्यसले भन्यो, यी आगो र दाउरा त छन्, तर होम बलिको थुमा चाहिँ खोइ। अब्राहमले भने, छोरा, परमेश्वरले नै होम बलिको निम्ति थुमा जुटाइदिनु हुनेछ। अनि ती दुवै सँगसँगै गए। परमेश्वरले तिनलाई भन्नुभएको ठाउँमा पुगेपछि अब्राहमले त्यहाँ एउटा वेदी बनाएर दाउरा तह लाएर राखे। त्यसपछि तिनले आफ्नो छोरो इसहाकलाई बाँधेर वेदीमा दाउरामाथि राखे। तब अब्राहमले आफ्नो छोरालाई बलि गर्न छुरी उठाए। तर परमप्रभुका एकजना दूतले स्वर्गबाट तिनलाई हपारेर भने, ए अब्राहम, अब्राहम। तिनले भने, म यही छु। उनले भने, तेरो हात त्यस केटामाथि नउठा र त्यसलाई केही नगर। अब मैले थाहा पाएँ तैँले परमेश्वरको भय मान्दो रहेछस्, किनकि तेरो छोरो, तेरो एकमात्र छोरालाई पनि मबाट तैँले रोकेर राखिनस्। अब्राहमले माथितिर हेरे र एउटा भेडा झाडीमा सिङ अल्झेर फसेको देखे। अब्राहमले गएर त्यस भेडालाई ल्याएर तिनको छोराको सट्टामा त्यसैलाई होम बलि गरे। यसकारण अब्राहमले त्यस ठाउँको नाउँ परमप्रभुले जुटाउनुहुन्छ राखे। परमप्रभुको डाँडामा जुटाइनेछ भनी आज पर्यन्त भनिन्छ। परमप्रभुका दूतले दोस्रो पल्ट स्वर्गबाट अब्राहमलाई कराएर भने, परमप्रभु भन्नुहुन्छ, मैले आफ्नै नाउँमा शपथ खाएको छु कि तैँले यो काम गरेकाले र तेरो छोरो अर्थात् तेरो एउटै छोरोलाई पनि मबाट नरोकेकाले म निश्चय नै तँलाई आशिष दिनेछु। तेरो सन्तानको वृद्धि गरेर आकाशका तारा र समुद्रका किनारका बालुवा सर म तुल्याउनेछु। तेरा सन्तानले आफ्ना शत्रुहरूका सहरहरू कब्जा गर्नेछन्। तेरै सन्तानद्वारा पृथ्वीका सबै जातिहरू आशीर्वादी हुनेछन्, किनकि तैँले मेरो वचन पालन गरिस्। त्यसपछि अब्राहम आफ्ना कमाराहरू कहाँ फर्केर आए र तिनीहरू उठेर बर्सेबासम्म सँगसँगै गए र अब्राहम बर्सेबामा बसोबास गरे। केही समयपछि मिल्काले पनि तपाईँका भाइ नाहोरबाट छोराहरू जन्माइन् भन्ने कुरा अब्राहमले सुने। जेठो उज, त्यसको भाइ बुज र आरामका पिता कमुएल र केसेद, हजु, पिल्दास, इदलाब र बतुएल। बतुएल रिबेकाका पिता भए। यी 8 छोराहरूलाई अब्राहमको भाइ नाहोरबाट मिल्काले जन्माइन्। यी बाहेक रुमा नाउँ भएकी तिनकी भित्रिनीले पनि तेबह, गहम, तहस र माकालाई जन्माइन्।